guys. Hi. Hi भन्दिन Hi. आज हामी कता गएको रे अब Cindy. सिडनी गएको आज हामी सिडनी गएको हाम्रो बिहान 6 बजेको फ्लाइट छ बुवा नि हाई भन्दिन न हाई हामी सिडनी गएको भन्नु न सिडनी गएको बुवालाई फोर्सफुली भन्नु ल अब हामी बाँकी भ्लग चाहिँ एयरपोर्ट गएर बनाउँछौँ ओके बाई कता हिँड्नु हो बुवा सिडनी हामी लिफ्टमा जाऊँ आउनु हेलो हेलो बाई बाई हामी गएको हामी चाहिँ जाँदैछौँ यहाँ चाहिँ घुम्नुपर्छ यत्रो बाटो केही छैन छाना चाहिँ हामी चाहिँ कफी खान लाग्यो आमा चाहिँ नखाने अरे कफी ए आमा चाहिँ खाने अरे बुवा चाहिँ नखाने अरे भइसक्यो हाम्रो त उता पर हिँडेर जानुपर्छ बुवा तितो छ होइन तितो खानु न केही हुँदैन मुख निको हुन्छ आमाको मुख भित्र कफी खाएर बिस्तारो हिँड्नु बिस्तारो हामी त बिर्सेछौँ त आमालाई यहाँबाट हिँड्नै पर्दैन टक्क उभिने यसले पुर्याइदिन्छ दुइटै खुट्टा लाएर यसरी उभिनु मात्रै नलड्नु साइड लाग्दैन त साइड अब हिँड्दा हिँड्दा यत्रो हिँड्दा थाक्यो भने मान्छे हाम्रो खानेकुरा बोकिराख्नु भएको छ यहाँ जाम भित्र हामी गएको अब प्लेन चढ्न आँटेको प्लेन चढ्न आँटेको प्लेन चढ्न आँटेको अब हामी प्लेनमा चढ्ने आउनु उडेकै छैन गुडिरहेछ भुइँमै at all. Only battle. यहाँ गेममा व्यस्त हुनुहुन्छ एल्सा दिदी चाहिँ मैले 1400 ल्याएँ अब उसले कति ल्याउने हो आएर यो ज्यान लगाएँ मेरो चाहिँ नेल्सले गर्दा लाउन मिलेन अनि एल्साले लगाएँ मैले पनि नेल भएको हातले लगाएको म चाहिँ अब न्यू कमर्स हो नि त नेल्सको लागि त्यही भएर लाउन सक्दिनँ ओल्ड कस्टमर सक्यो सेभ नेल्स समुद्र हेर्नुभयो ल्यान्ड भयो ल्यान्ड भयो नहातिनु नहातिनु थ्याङ्क यू भन्नु थ्याङ्क यू हिँड्नु ल बिस्तारै सिडनी पनि आइपुग्यो कस्तो लाग्यो त प्लेनमा
डर लाग्यो ल फाइनली सिडनी आइपुग्यो कहाँ जाने Indian. Guys, necessary thing. हजुर अघि थियो अरे एउटा प्लेनहरू उड्दैछ यता बेलबारीको बुइनी भेटेर सिडनी लिएर आइन् बेलबारीको बुइनीले होइन पहिलोचोटि आएको यो मेरो चाहिँ दोस्रो चोटि है गाइस सेकेन्ड टाइम अब हामी ट्रेन चढेर सर्कुलर के जाने ल जा जाम छिटो छिटो हामी तल छिटो एल्सामै बाहिर होला खोइ एल्सा त छैन हराइ चाहिँ एल्सा त हराइ कहाँ गयो छिटो है भन त उयो हराइ कहाँ छस् अझै मुनि जाने हो अझै लोवर ग्राउन्डमा हो ए ल ऊ माथि नै रहेछ हामी छिटो आइपुग्यौँ नि ऊभन्दा आउँदैछ पर त्यही हो ऊ त्यहाँबाट चाहिँ हराएर मान्छे त के हो दादाले फेस टाइम गरिरहेछ हाई हामी त ट्रेन चढ्न आँट्यौँ सर्कुलर के जानलाई के भएर हाँसेको के खान्छ भात खान्छ भने पनि आउने बाटो यो रेलवे नै हुन् होइन यिनै हुन् नि हिँड्ने बाटो तिरै हुन् अहिले हामी त मैले उतापट्टि त साइडबाट जान्छु फर्किँदा प्लेन चढ्ने ठाउँ Guys, look the view, Harbour Bridge. तो नाम देखते रहो ना यहाँ पर कहाँ बोल्छ नि फाइनली गाइस सिडनी भन्नु न बुवा सिडनी रेल माथिबाट कुद्यो समुद्रमाथि हेरिरहेको छौँ चरा पनि खिच्छ अरे ल चरा आयो नि सबै आयो अब हामी ओपेरा हाउस गएर खिच्छौँ सेसन चलिरहेको छ यहाँ चाहिँ बुवा आमाको यो गाम्छा चाहिँ निकालिदिउँ होला एकछिनको लागि सिडनी आइपुगेन बेलबारी जन्मेर सिडनी त्यही पनि हाम्रो बुवा आमासँग दुईजना अङ्गालो मार्नु न खोइ त अनि सँगै अलिक पछाडि यो टोपी यस्तो यो खिप लाउने हो कि होइन कटक्क अनि त्यसपछि अलिक यस्तो बाङ्गो लगाएर ल हो बल्ल भयो अब दुईजना यसो हात पक्र्नु पछाडिबाट यसरी पक्र्नु न आमाले यहाँबाट बुवालाई पछाडिबाट यसरी काट्न हो यसरी ल कति राम्रो देखिन्छ राम्रो खिच्नु पोर्ट्रेटबाट हो ल भिडियो पनि बनाऊ त यस्तो हो त्यसरी that's okay, you can go.
ल कुरा गर्दै यस्तो गर्नु त ल गफ गर्नु त अब उता पछाडी फर्केर नाउ हेर्नु हात पकड उताबाट यताबाट हात पकडेर आउनु अलि पर अनि त म बसेर खानु न अब कहाँ जाँदैछौँ हामी भन्नु त ओपेरा हाउस भन्नु त ओपेरा हाउस जाँदैछौँ अब हामी ए फाइनली उता चाहिँ हार्बर ब्रिज ऊ त्यो हिमाल जस्तो भित्र होइन बाहिर फोटो खिच्ने अनि आउने हेर्नु यो पुल कस्तो राम्रो देखिन्छ यहाँबाट है त्यही त नि नमस्ते भेट भयो फाइनली आमा हिँड्न नसकेर टिकटक बनाउँदै बसिरहेको छौँ फोटो खिच्दै टिकटक बनाउँदै एउटा जग्गा टिकटक बनाइरहेको थिएँ सिडनी भयो सो टायर्ड हिँडेर अब एकछिन रेस्ट गर्ने अनि त्यसपछि हामी हार्बर ब्रिज हेर्न जाने फेरि ब्याक टु मेलबर्न आज बेलुका हामी चाहिँ ओपेरा हाउसमा छौँ होइन अब नाउ चढ्ने गाइस अब हामी ओपेरा हाउसबाट बिदा माग्ने बाई ओपेरा हाउस भन्नु न भन्नु न बाई ओपेरा हाउस कति बजेको फ्लाइट हो हाम्रो 4-5 को ल बाई बाई ओपेरा हाउस भन्दैन बाई बाई ओपेरा हाउस ओपेरा हाउस सिन्डीको चिनो हेर्न आएको छौँ आमा हामी के किन्न कहाँ आएको रे सिन्डीको पसलमा चिनो किन्न आएको होइन सिडनी अस्ट्रेलिया लेखेको हो त्यो भयो नि हुन्छ अलिक ठुलो यो वाला फ्रिजमा नाच्ने हो यो फ्रिज म्याग्नेट्स आमाको फोन बोक्न भनेर त यो होला नि यसमा फोन ठिक्क गर्छ होला हुन्छ हेर्नु त आमा फोन झुन्ड्याउनलाई लिनु न त एउटा है ल यो र ल
झऱ्यो अब हामी यतै बिच हेर्ने अनि त्यसपछि फेरि नाउँमा फर्किने कस्तो लाग्यो बुवा नाउँ राम्रो लाग्यो कस्तो लाग्यो यसो गङ्गामा नुहाएर फेर्ने कपडा बोक्नु भएन आमाको पेटीकोट बुवाले धोती गङ्गामा यसो गङ्गा सागरमा जय जय भन्दै ढाट्नु भयो नुहायो भनेर आमाले ढाट्नु भयो नुहायो भनेर यताबाट जाने होला नि आमाले पेटीकोट ल्याउनु भएन ल यता हेर्दिनु यता ल कहाँ छौँ हामी पानी जहाजमा गइरहेको छ यहाँ बस्दा पो रमाइलो हुन्छ त सबै देखिन्छ नि त Oh my god guys उडायो फोटो खिच्न तल गए आमाहरू चाहिँ यहाँ हुनुहुन्छ चुडेल हामीलाई चाहिँ भोक लागेर पपकर्न खाँदैछौँ आमा बुवा चाहिँ बाहिर रेस्टुरेन्टहरूको केही खानुहुन्न त्यही भएर हामीलाई यस्तो खाइरहेछौँ पपकर्नहरू मटरहरू खाइरहेछौँ है भयो अब चाहिँ हामी ट्रेन चढेर फेरि मेलबर्न जाने एयरपोर्ट जाने अनि त्यसपछि प्लेन चढेर भिडियोको लागि मात्रै हो गाइस रियलमा त फुल फाइट अलट I know she loves me. I love you. I don't want to. अब हामी ट्रेन चढेर कहाँ जाने उहाँ ब्रिज ओपेरा हाउस आमामा ट्रेन आयो ट्रेन ल बाई बाई ल बाई बाई ल यहाँ बस्नु जानु बाई गर्नु नयाँ सिट आयो हामी त्यही गरेर तपाईँ हिँडेको अघि हामी त्यहाँबाट अघि हामी ट्रेन हेरेको थियौँ अहिले हामी यही ट्रेनमा छौँ ल सिडनी पनि घुमेर फर्कियो उता जाँदैछ हामी पनि उतै हामी कता जाँदैछौँ रोकिन्छ रोकेर आफै खुल्छ अनि जाने उता वे आउट लेखेको छ नि त बाहिर जाने ठाउँ लेखेको उता ल अब चाहिँ हामी चिकन यता बुवा छोडिदिनु त यसलाई यता आउनु यता मतिर ल अब जाउँ
अब चाहिँ हामी सेक्युरिटीमा आयौँ बोर्डिङ पास चेक गराउन त्यसपछि हामी वी आर गोइङ ब्याक टु मेलबर्न इन पनि भयो अब फाइनली अब हामी भित्र गएर बस्छौँ ल गाइज हामी चाहिँ अब सिडनीबाट मेलबर्न जान लाग्यो फाइनली लास्ट थाक्यौँ है बुवा गलियो साह्रै गलियो हिँड्नु नै साह्रो आमा गल्नुभयो चाहिँ अहिले म्याक खाना आयौँ आमाहरू चाहिँ बसिरहनु भएको छ हामी चाहिँ म्याक खाना आएको बर्गर मात्रै pay here. My sister gonna pay. She is spoiling me. As always. Thank you. As always. As always. But this is not a new news. सबले हेर्छ नि भिडियो हामी टिकट चेक गरेर भित्र जाने अब हामी मेलबर्न जाँदैछौँ हाम्रो पछाडि हो नि त सिट त्यही भएर पछाडि फेरि प्लेन चढ्न आँट्यौँ उडायो आमालाई उडायो See you next time. Finally, plane पनि बसियो सिट बेल्ट कता लाउने हो त्यहाँ छिराउनु हो त्यहाँ भयो ल अब Okay guys, see you in Melbourne. रमाइलो यात्रा भयो गाइस आमा हेरेर इन्जोय गरिरहनु 2 बजी सुतेर 4 बजे उठेर अहिले कति बज्यो अहिले 5:22 भइसकेको छ पुच्छर त्यही छ पुच्छर छोडेर गएछ आमा के हेर्दै हुनुहुन्छ बसेर ल ब्याक टु मेलबर्न अब बाई बाई घर गएर अब हामी घर जान्छौँ भ्लगिङ एन्ड गर्छौँ बाई से बाई नरौ यस्तै नेक्स्ट भ्लग बनाउनु पर्छ